हेलो गाइज, वेलकम टु माई भ्लग। आज हामी गाउँ जान लागेकोमा ल हेर्नु होला मान्छेहरू सबै। हेलो आमा, हाई गरिदिनु, भ्लग बनाइरहेको छु। हेलो ठुलो माम पनि हाई गरिदिनु। ओके तपाईँ गरिदिनु। हाई हेलो गाइज, लाइक एन्ड सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु है। ल यसो हेर्नुहोस्, 110 अहिले 110 पुग्यो। अनि ए खोल्लिए ट्यालेन्टेड छु क्या म लास्टै। मेकानिकलमा त ट्यालेन्टै हो नि। लुक लुक आज हामी गाउँ घुम्न जान लागेको छ। अनि गाउँको कसैले गाउँको नाम सोधेको भने पुरानो कोटोला, तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। एकदमै राम्रो गाउँ हो, तपाईँहरूलाई घुम्न मन लागेको छ भने आउनु होला। अनि गाइज च्यानललाई सब्सक्राइब चाहिँ हानिदिनु होला है जखरी नि। लाइक एन्ड सब्सक्राइब अनि सेयर गरिदिनु होला भिडियो राम्रो लाग्यो भने। अनि ल गाइज अब हामी बाटोमा जाँदै त्यहाँ हेर्नु सक्नुहुन्छ मेरो ठुलो मम्मी र आमा यहाँ बस्दै, ड्राइभर दाइ अटो चलाउँदै। अनि अब चढेर अफ्रोड बाटोमा यसो बाटो पिछे गऱ्यो भने क्या सरकारले यसो गरेर सरकार ठर्काइदिनु त तपाईँहरू। हेल्प गर्नु पऱ्यो मलाई सरकार ठर्काउनलाई। ओके लगाइदिनु है सरकारले ठर्काउन गएर लगाइन्छ। अब गाउँमा गएर अगाडिको भ्लग बनाउँछु। अहिलेको लागि बाई बाई। लगाइन्छ अब पुग्न लाग्यो है हामी। लगाइन्छ पुग्न लाग्यो। च्यानपटा पुगेको अहिले गाइज दिस इज द एरिया कल च्याम्पटा। यसो इङ्ग्लिस पनि भन्यो जसले बुझ्दैन होला नि त नेपाली। And we are very near our home, so it's doing nothing. कता हिँडेको नि हट भएर क्युटी भएर तिमी यति भएर दुश्मन हेरेको हेरै भएर दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै लगाइ जब ए तपाईँ क्लोज है हामी। मम्मी पनि हाई गरिदिनु अगाडि पनि। गाइज ऐसे हिंदी में भन्ने तो गाइज हम बहुत करीब है। अब हम कुछ देर में पहुंच जाएंगे अपने गांव। अरे गांव के भाई जो भी कहते हैं गांव के विलेज चलो विलेज समझ लो। गाउँमा गएर भेटौँला। ओके तो गाइज अब गाउँ आइपुगेको छ। यसो उता हेर्नु भैट गुम्बा यसो देख्दैन होला यहाँबाट खासै राम्रो त होइन। जाउँ अलिकति म्यानेज गर्नु होला। अब हामी यहाँ तल जानु लागेको छ। तलको ठाउँलाई चाहिँ बेसी भन्छ हामी। ल अब यसो हिँड्न लागेको है हामी। गाउँबाट के देखिन्छ यहाँ? गाउँबाट हेर्नु होला हाम्रो धेरै हिमालहरू देखिन्छ, के देखिन्छ। यति राम्रो भ्यू हो गाउँको। गरेर आउनु होला तपाईँहरू नि हाम्रो गाउँ अटो। मैले तपाईँहरूलाई पहिला भन्थेँ होला, तर फेरि नि यसरी फेरि लाइक एन्ड सब्सक्राइब अनि सेयर हान्नु है। ल अनि कमेन्ट हान्न नबिर्सिनु राम्रो लाग्यो भने भ्लग। ल लगाइ चाहिँ अहिले अब हामी उहाँ तल पुगेपछि बनाउँछौँ अगाडि। काशी चाहिँ गाउँमा आएर के गरे? बवाल काम गरे। बिस्कुट दिन गयो हाम्रो सरकार। लगाइ हेर्नु होला हाम्रोको धेरै सामानलेको छ आफ्नो रिलेटिभहरूलाई। अब हामी यसो सबैलाई बाँड्ने हो। उता काशीले हामीले काशीले दिनु सकेको छौँ। बिस्कुट दिएछ काशी। लगाइ तल जाऊँ भरिया दाइ लगाइ तल आइपुगे गाइस हामी यहाँ। उसलाई हेर्नु ल ऊ मेरो भाइ लप्सन। ओइ लप्सन हाई गर्दै। ओके गुड।
ल गुड ल गाइज अनि यता यसो बजे बजे के गर्नु भयो जिउ गरे है लाउनुहोस् ढोक गरे हस् गराएन मदर यो ब्रदर वाट्स डुइङ म्यान ल स्कुल जानु लागेको छ गाइज अब हाम्रो यहाँ पाडे अनि यता कता हरायो साली आन्टी ओ साली फुपू साली फुपू नरहेछ गाइज अब त्यसो भए गाइज अब अर्कै लगाइज अब तल गएपछि बनाउँछ भाइ यहाँ त मान्छे नरहेछ गाइज हेर्नु गाउँको भ्यू यति राम्रो भन्न भन् न म भडे हुन्न म धेरै म जानी हो कि म आजै जानी हो अनि ओहो नि गाइजलाई हेर्नुवाला भ्यू सबजना आफ्नै पाडामा उता नि हेर्न सक्नुहुन्छ हिमालहरू सर गाइज घाम हेर्नु अब घाम त हेर्न मिल्दैन तपाईँलाई देखाइदिउँ अब हिँड्नेमा गाइज हिँडेपछि हामी अहिले बताउँछौँ ल खङ खाङ 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 लागि जब हेर्नु होला बाटो अलिकति कहीँ यहाँ पछि होइन यार यसो नेतालाई यसो नेतालाई कहीँ हो नि हेर्नु न कति राम्रो भ्यू उहाँको मान्छे हो म भन्छु तिम्रो देउता हजुर दिन्छु क्या ल तिमी त क्यामेरा कस्तो हल्लाउँदो रहेछ तपाईँ भन्नु क्या क्यामेरा मैले बनाएको जति फालिदिनु ल गाइज अब ए ढुङ्गामा धन्नु गाइज बनाउँ गाइज ल अब हामी यसो जाँदै हेर्नु होला हेरेको कहीँ ढुङ्गा कहीँ यहाँ यो बाटो बनाएको छैन कि कहाँको घरको साइनी भन्ने जन्तुलाई फोन बाबु यता हेर हाई गाइज यो अलिकति कस्तो नराम्रो बाटो हो कि यहाँ सर्टकट हान्नला सर्टकटको बाटो त पुरै बिगार्दैछ यस्तो बाटो तपाईँ चाहिँ नहान्नु है यहाँबाट यहाँ बाटो छ तर सर्टकट चाहिँ नहाल्नु अलिक एरिया डेन्जर हो कि अगाडि चाहिँ अब मेन हो अगाडि चाहिँ अब गाइज स्पाइडरम्यान पनि बस्न सक्छ होला नि सबैले ओ मदर वाट आर डुइङ माई मदर एन्ड बिग मदर सँगै हिँडिङ अब त्यही हो मलाई इङ्ग्लिस त आउँदैन गाइज अब आफ्नै हिसाबले जे भन्न मलाई भनिदिन्छु गाइज हेर्नु होला नजारा एकदम ब्युटिफुल भ्यू प्लस तराउना गाइज यसो मुल्टिन नखोज्नु फेरि यहाँ हामीलाई अलिकति जुम गऱ्यो क्या फेरि मुल्टिन खोजिरहला सानो छ भनेर न मुल्टिन खोज्नु होला है त्यहाँ मम्मीहरूको पहिला ध्यान लगाउने एरिया ग्रोइङ प्लान्ट्स एरिया आई के भाइ पिपल and now we are going again guys look at this tree I don't know how is this even possible this should not be possible but guys हामीले उल्टो रुख भेटाएको छौँ गाइस यो त उल्टो रुख है हाम्रो यहाँ यो हाम्रो यो ठाउँको नामै उल्टो ठाउँ हो कि उल्टो हुन्छ यहाँ यो अगेन and every area that is here is our grandfather buy this all if anyone want any area they can come here very low 50,000 rupees only Nepali rupees no American no Indian Nepali rupees is very सस्ता just coming living my mommy अझै सस्ता पनि बेच्न गएर तयार हुने एखाने किन्ने आउनु होला के धेरै एरिया बारी रोप्ने भयो अनि जे गरिनु भन्नु हो त्यसो सानो घर बनाउनु गर्नु हो गरायो तल हिँड्न लगाइजाऊ जाउँ लगाइजाऊ 2x स्पिड हान्छु है म 2x नभएको हो लड्यो भने अलिक Guys, my leg is broken.
I'm just a kid though. किड्डो I'm just a kid. My mom, father running very fast. Oh, sorry. My father not coming. I forgot. My mom running very fast. My खुट्टा दुखी मेरो जुजी चाहिँ यता भ्लग बनाइ नथाकिन् म मात्रै होला यहाँ थाकै लागि आइपुग्यो I'm very फाइनली tired. फाइनली आयो आवर हाउस केम गारको कुरा हो कि हाम्रो बाजेपछि यहाँ बस्दैन गाउँमा अब यहाँ हामी यहाँ पूजा गर्न आऊ आज गाइज अब पूजा गरेपछि हाम्रो मिसन कम्प्लिट हुन्छ अनि यहाँ हामीले यो भ्लग रोक्छौँ ओके फाइनली पुरानो गाउँ यसो घरको हालत हेर्नु होला त कति खराब भइसक्यो घरको हालत घाँस पनि कसले काट्छौ हाम्रै घर छोडेको कति भइसक्यो ओ माई गुडनेस यो घरको त पुरा वाट लागिसक्यो गाइस यो घरमा पुरा रिबिल्ड गर्नुपर्छ फाइनल्ली ग्राउन्ड पनि पुरा यो ढुङ्गाहरू पनि घाँस सास आइसकेको छ देखाउनु नि तल पुरेको पुरा घाँस सुस आइसकेको छ यस्तो काँची इमोसनल हुन मन लाग्यो यार एकदमै इमोसनल भइरहेको छु कि म यो घरको हालत त्यस्तो भइसकेको छ एकदमै इमोसनल यहीँ सबैजना गरेको भूतप्रेत भए पनि भूत प्रेत हुन्न क्या आमा सबै झुटो देयर इज नो घोस्ट इन द वर्ल्ड दे आर जस्ट लाइङ टु यु ल बसौँ गाइस गाडी थियो म गएन हुन्छ दे गाडीमा